यिनी गेटहरू बनाएको छ भगवान्सित शरण परेको भगवान्सित शरण परेको न्युरी परेको तपाईँको यो गुफा फेला परेको 2045 साल हो र यहाँ हामीले जति पनि आकृति मूर्तिहरू देख्छौँ नि सबै नेचुरल बनाएको मूर्ति यहाँ केही छैन र अहिले यहाँ धेरै टाढा नै वर मागेर पुरा आउँछ र मान्छे धेरै टाढादेखि गुफामा आउने गरेर चाहिँ वर मागेर पुरा हुन्छ र यो माथिपट्टि धनुष भन्छन् नि यो भगवान् रामले सीतालाई विवाह गर्दाखेरि 3 थर भाइचीको 3टा टुक्रा भएको भन्छ नि धनुष एक ठाउँ दुई ठाउँ तीन ठाउँ शिव धनुष यस्तै आकृति बनाएको छ नि तपाईँ चट्टानले बनेको छ सजिलो पहिला यहाँ चिप्लो भएर निस्किन एकदम गाह्रो हुन्थ्यो अहिले सिडी बनाएको हिँड्नु सजिलो छ र यो अनुसन्धान गर्ने क्रममा धेरै वर्ष भइसक्यो त अनुसन्धान गुफामा गर्न बाँकी छ यतापट्टि नि माथि पलबाट हेर्दाखेरि भित्र फराकिलो देखिन्छ त्यो पलभित्र नै अर्को विशाल गुफा अनुसन्धान यहाँनिर फराकिलो छ यिनी माथिका चमेरा यिनी कालादेखि सबै चमेरा र यहाँ पारिपट्टि गोपिनी अप्सरा भन्छ नि नाच्यो देखिन्छ ध्यानसित हेर्नुहोस् त उहाँ मैले लाइट बाले हजुर त्यहाँ अप्सरा क्लियरै देखिन्छ उतातिर सुरु जाने बाटो सुरु जानु पर्यो नि यसो नयाँ चाहिँ हर हर महादेव हर हर महादेव सुरुको जाने बाटो लाइट तेरो मैले तेरो मैले सुरुतिर त भयो सुत त्यसै आइन्छ कि अहिले तल झुक न सुरु आए केटा स्वर्ग जाने बाटोमा आफ्नो नाम दर्ता गर्दै ल मेरो नाम बुकिङ भइसकेको छ गाइज सम्पूर्ण नाम बुकिङ गरिसकेको छ गुफा यसो हेर्दा विचित्र नै छ यो कसरी बन्यो होला के को आकृति होला हामी जिज्ञासु छौँ र यहाँ जे आकृति छ यो आफै बनेको हो प्रकृतिले आफै बनाएको हो यस्तो छ यहाँनिर गणेश भगवान हामीले पूजापाठ गर्दा नै पहिला गणेश भगवानको पूजा गरिन्छ अब यहाँ पारिपट्टि नै नाग देवता यो फोङ गरेको फडा शेषनाग यतापट्टि शङ्ख बन्दैन र यो माथि कैलाश पर्वत जाने शिवजीको दर्शन गर्ने ठाउँ हो माथि पनि अर्को बाटो छ त्यो बाटो झरेर उतापट्टि जान सकिन्छ अब हामी कैलाश पर्वतै लागौँ कैलाश पर्वतको यात्रा शिवजीको दर्शन गर्ने वर माग्ने ठाउँ यिनी शिवलिङ्ग आशा उत्पत्ति माथि हिमालयती अहिले सेता थोपाहरू शिवलिङ्ग खसेको देखिन्छ यहाँनिर हात्ती मूर्ति भयो उतापट्टि ब्रह्मा विष्णु महेश्वर कुनै 3टा शिवलिङ्गहरू छन् र अहिले यहाँ धेरैको विश्वास छ वर मागेर पुरा गर्न सबै चढाएका त्रिशुकण्ठहरू र आएको बेला खुसी मनले यहाँ फुलबेटी चढाएर वर माग्न सकिन्छ मुख्य ठाउँ